सम्पूर्णमा नमस्कार। हाम्रो यो चक्र ब्याडमिन्टन क्लबको निर्माणाधीन पौड हलमा आज हाम्रो शान्ति सिर्जना टोल विकास समूहका हाम्रा विभिन्न टोली सदस्यहरू आएर आज हाम्रो यो श्रमदानमा एकदम गरिराख्नु भएछ। हाम्रो टोल विकासका अध्यक्षज्यूको पनि उपस्थिति छ भनेदेखि हाम्रा ब्याडमिन्टन समूहका साथी तथा खेलकुद प्रेमी र हाम्रो ठाउँमा सामाजिक काममा गर्नुहुने हाम्रो आदरणीय गुरुको पनि उपस्थिति छ। यस्तै गतिमा जाने हो भने हामीले दशैंमा यो पौड ठड्याउन सकिन्छ भन्ने पनि आशा छ। धन्यवाद।